सो वेलकम ब्याक टु माई युट्युब च्यानल। सो तपाईहरुलाई म आज यो स्क्रिन शेयर मार्फत श्रम कसरी तिर्ने भन्ने कुरा जानकारी म तपाईहरुलाई दिन गइरहेको छु। सर्वप्रथम क्रोम ब्राउजरमा जानु होला अनि यसमा तपाईले मेरो अर्थ भनेसी यसरी टाइप गर्नु होला sajasaval.com श्रम भनेर यसरी सर्च गर्नु होला अनि तपाईहरुको यस्तो इन्टरफेस आउँछ। सो यो चाहिँ हामीले चाहिँ अब हाम्रो एक्चुअल क्याल्कुलेट गरेर यसले देखाउँछ हामीले कति तिर्नु पर्ने हुन्छ श्रम भन्ने कुरा। यसबाट हामी ठगीबाट जोगिनको लागि मैले चाहिँ भिडियोलाई स्क्रिन शेयर गरेर तपाईहरु मार्फत म देखाउन गइरहेको छु। र सर्वप्रथम यहाँ चाहिँ तपाईले आफ्नो डेट अफ बर्थ हाल्नु पर्ने हुन्छ। तपाई कुन सालको हो त्यही अनुसारले तपाई हाल्नुस्। यहाँ यसरी हाल्नु होला अनि महिना कुन महिनाको हो यसरी क्लिक गर्नु होला अनि त्यसपछि यो गते चाहिँ कहिलेको हो भनेर यसरी आफ्नो डेट अफ बर्थ को डाटा यसरी हालेर तपाई यसो सबमिट गर्नु होला। सबमिट गरेपछि तपाईलाई यस्तो इन्टरफेस आउँछ। तपाईको उमेर 37 वर्षको तपाईको उमेर अनुसार लाग्ने खर्च यस प्रकारको रहेछ है। मेरी जीवन बीमा 4931 रुपैयाँ, कल्याणकारी कोष 1500 र सामाजिक सुरक्षा कोष भने 2308 रुपैयाँ गरेर कुल जम्मा मैले तिर्नुपर्ने श्रम 8739 हो। त्यस कारणले गर्दाखेरि साथीहरु हामी चाहिँ यसरी नै ठगीबाट जोगिन्छौं। सो तपाईहरुले पनि यसरी क्याल्कुलेट गर्नु होला। सो थ्यांक्स फर द वाचिङ। तपाईहरुलाई कस्तो लाग्यो भिडियो सक्दो शेयर गर्नु होला। मन परे लाइक र कमेन्ट अनि सब्स्क्राइब पनि गरिदिनु होला। थ्यांक यू।